हेलो नमस्कार सबैजनालाई म सुभाष फेरि पनि नयाँ राइड से आउन लागेको छ। कुन कम्पनीको राइड से आउन लागेको छ प्लस हामीले यसको कतिको रेसियोमा चाहिँ इस्यु हुन लागेको छ, टोटल किताब कति हो, कम्पनी कस्तो हो, प्लस तपाईँको यसको कति खालको प्रॉफिट दिन्छ, सम्पूर्ण डिटेल्स चाहिँ हामी यो भिडियोमा जान्नेवाला छौँ। अनि अरूभन्दा यो एप्लाई गर्ने कि बारेमा पनि हामी कुरा गर्नेवाला छौँ। सबभन्दा पहिला राइट सेयरको कुरा गर्दाखेरि यो चाहिँ बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीको चाहिँ राइट सेयर आउन लागेको हो। अब यो आइपिओ चाहिँ 1:1 रेसियोले चाहिँ आइपिओ चाहिँ ओपन गर्न लागेको, राइट सेयर ओपन गर्न लागेको, जुन चाहिँ आफ्नो सेयर होल्डरहरूको लागि चाहिँ 100%ले नै तपाईँले एप्लाई गर्ने खालको चाहिँ राइट सेयर आउन लागेको हो। अब यो कंपनी जैसे कि टोटल इश्यू को कुरा गर्दाखेरि टोटल इश्यू युनिट कुरा गर्दाखेरि 40 लाख चाहिँ टोटल युनिट को इश्यू गर्न लागेको, जुन चाहिँ तपाईको 40 अर्बको रकम बराबरको चाहिँ 40 लाख युनिट चाहिँ इश्यू गर्न लागेको। अब यसको जस्तै कि पर किताबको कुरा गर्दाखेरि 100 रुपैयाँ रहेको छ भने तपाईको इश्यू म्यानेजरको कुरा गर्दाखेरि एनएससी क्यापिटल चाहिँ इश्यू म्यानेजर हुनुहुन्छ। अब अर्को चाहिँ यो कम्पनीको करेन्ट स्टेटस हेर्दाखेरि तपाईको कस्तो खालको छ, अनि कम्पनीको कस्तो स्टेटस छ, जस्तो कि यसको टोटल सेयरको कुरा गर्दाखेरि यो कम्पनी टोटल सेयर चाहिँ 40 लाख किता चाहिँ यस कम्पनीको टोटल सेयर रहेको छ, जसको चाहिँ भ्यालुको कुरा गर्दाखेरि 40 करोड बराबरको चाहिँ यो चाहिँ कम्पनीको आफ्नो सेयर रहेको छ। अब यसको जस्तै कि यो जति पनि आफ्नो टोटल कम्पनीको टोटल सेयर चाहिँ जनरल पब्लिकको लागि चाहिँ इस्यु गरेको, प्लस अहिले चाहिँ नेप्सेमा लिस्टेड भएर आइपिओ चाहिँ ओपन गरेको छ, आफ्नो कम्पनीको 100% नै सेयर चाहिँ इस्यु गरेको छ जनरल पब्लिकको लागि। अब त्यसैको यसको इपिएसको कुरा गर्दाखेरि इपिएस चाहिँ अहिले 7.52 चाहिँ यसको इपिएस रहेको छ, जुन चाहिँ एउटा पोजिटिभ नै छ, राम्रै तपाईँको मतलब कि देखिन्छ। अर्को चाहिँ यसको बुक भ्यालु कुरा 79.93 चाहिँ यसको बुक भ्यालु रहेको छ। अब अर्को चाहिँ यसको करेन्ट मार्केटको भ्यालुको कुरा गर्दाखेरि 558 चाहिँ यसको करेन्ट मार्केट भ्यालु रहेको छ। अब त्यसै गरी अब यो सबै कुरा हेरिसकेपछि यो आइपिओ किन्ने कि नकिन्ने कस्तो खालको हो, जसमा चाहिँ अब इपिएस पनि हामी हेरौँ, बुक भ्यालु पनि हेरौँ। अब जस्तै यसको चाहिँ 1 इयरको एभरेज लोको कुरा गर्दाखेरि 1 इयरको हाईको कुरा गर्दाखेरि तपाईँको 599.6 रहेको छ भने लोको कुरा गर्दाखेरि 393 चाहिँ लो रहेको छ, जुन चाहिँ अहिले करेन्ट भ्यालु चाहिँ मार्केटको करेन्ट भ्यालु भनेको 558 चाहिँ यसको करेन्ट भ्यालु रहेको छ। अब यसको 1 इयरको कम्पेयर गर्दाखेरि करेन्ट भ्यालुसँग एउटा राम्रै खालको मतलब कि अहिले देखिन्छ, अहिले चाहिँ हामीले बाई गर्दा पनि हुन्छ। प्लस अर्को मेन कुरा के छ कि तपाईँको यसको बुक क्लोजिङ डेट, कुनै पनि राइट सेयरलाई एप्लाई गर्नुभन्दा अगाडि तपाईँले बुक क्लोजिङ डेट हेर्नुपर्छ। बुक क्लोजिङ डेटको एक दिन अगाडि चाहिँ हामीले राइट सेयर चाहिँ किन्नु पर्ने हुन्छ। अब बुक क्लोजिङ कुरा गर्दा यही हाम्रो 1 फागुनसम्म चाहिँ यसको बुक क्लोजिङको डेट चाहिँ तोकिएको, 1 फागुन चाहिँ यसको बुक क्लोजिङ डेट तोकिएको छ, जसले गर्दाखेरि हामी चाहिँ 1 फागुनको अगाडि नै हामीले यो राइट सेयर किन्नु पर्छ। प्लस यो सेयरको चाहिँ हामीले होल्ड गर्नुपर्ने हुन्छ। अनि त्यसपछि हामीले चाहिँ प्राइस एडजस्टमेन्ट भइसकेपछि अनि हामी यो राइट सेयर खोलेपछि हामीले एप्लाई गर्न मिल्छ। अब यसको ओपनिङ डेट चाहिँ अझै तोकेको छैन, जस्ट बुक क्लोजिङ डेट तोकेको छ। अनि हामीले चाहिँ यो जति आइपिओ किन्छौँ त्यो बराबरको चाहिँ हामी एप्लाई पनि गर्न मिल्छ। अब यो आइपिओ चाहिँ कसरी हामीले एप्लाई गर्ने हो हैन, यसको के प्रोसेसहरू हुन्छ, राइट सेयरको के प्रोसेस हुन्छ, एक्जिस्टिङ सेयर कसरी बन्ने हैन, कतिसम्म होल्ड गर्ने, यसको बारेमा मैले अलरेडी एउटा भिडियो बनाइसकेको छु। तपाईँ डिस्क्रिप्सन बक्समा पनि गएर हेर्न सक्नुभयो राइट सेयर बनाउनु कस्तो सेयर हो। प्लस तपाईँको यसको हामीले कहिले किन्नुपर्छ हैन, वा कुन बेला ठिक हुन्छ त्यसको बारेमा पनि मैले भिडियो बनाएको छु। यो चाहिँ डिस्क्रिप्सन बक्समा हालिदिन्छु वा कार्डमा तपाईँको कार्ड लिङ्कमा पनि प्रेस गरेर हेर्न सक्नुभयो। आशा छ कि यो भिडियो तपाईँको इफेक्टिभ र प्लस इन्फर्मेटिभ पनि भएको होला। थ्याङ्क यू फर वाचिङ आवर भिडियो।